बुढी सुन न, तिमीलाई एउटा कुरा भन्नु थियो। मलाई पनि भन्नु थियो, तर भन्नु कि नभन्नु भइरहेछ। भन न, के कुरा हो? पहिला तपाईँ भन्नुहोस् नि। केही दिन अघि मलाई मेरो इमेलमा एउटा सन्देश आएको थियो विदेशबाट। मलाई पनि आएको थियो। सन्देशमा लेखिएको थियो उसको देशमा कसैको मृत्यु भयो, जसको बैंक खातामा अथाह रकम छ अरे। त्यो सबै रकम मेरो नाममा गरिदिन्छु भनेर लेखेको थियो। मलाई चाहिँ एउटा केटाले फ्रेन्ड रिक्वेस्ट पठाए। विदेशको ठेगाना थियो। मैले एक्सेप्ट गरेँ। दिनौँ जस्तो च्याटमा कुरा भइरह्यो। फेरि उसले मलाई दिदी बनाउँछु भन्दै थियो। केही दिनपछि निकै महँगो गिफ्ट पठाउँछ पनि भन्यो। मृतकको नाममा बैंकमा रहेको रकम मेरो नाममा पठाउनको लागि के प्रक्रियाहरू पुरा गर्नुपर्छ भनेर अनेकौं शुल्कको बहानामा उसले मसँग हप्तौं जसो राम्रै रकम माग गर्न थाले। मैले पनि ठुलै धन्दा स्याहार पार्ने लोभमा उसले मागे जति पैसा पठाउन थाले। मलाई पनि पार्सल पठाउँदा के जाति शुल्क लाग्छ भनेर मोटै रकम असुल्यो। केही दिनपछि अब म योभन्दा बढी रकम पठाउन सक्ने अवस्थामा छैन भनेर लेखेँ। त्यसपछि चाहिँ त्यो मान्छे सम्पर्कविहीन भयो। मैले पनि अब म सक्दिनँ भन्दा उसले मलाई ब्लक गर्यो। हामी ठगियौँ भाइ। पाइ पाइ गरेर जोगाएका सबै पैसा सकिए बुढा। फेसबुक, व्हाट्सएप, भाइबर, इन्स्टाग्राम वा इमेल आदिबाट तपाईलाई रोजगारी मिलाइदिन्छु। बैंक एकाउन्टमा ठुलो मात्रामा रकम ट्रान्सफर गरिदिन्छु, गिफ्ट पठाइदिन्छु, अनलाइन व्यापार गरेर धनी बनाइदिन्छु भन्ने खालका सन्देश आउन सक्छन्। यस्ता सन्देशहरूबाट सतर्क रहनुहोला र शङ्का लागेमा हामीलाई तुरन्त सम्पर्क गर्नुहोला। धन्यवाद। जय नेपाल। ASBBL केयर्स, किनकि हामी सदैव सेवामा समर्पित छौं।